This is Ravina Sharma. Welcome back to my another vlog. नमस्कार सबैजनालाई, सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म फेरि अर्को नयाँ भ्लग लिएर आइसकेको छु। अनि आज चाहिँ मैले के विषयमा भ्लग बनाउँदै छु भन्ने त हजुरले थम्बनेलमा देखेर थाहा नै पाइसक्नु भएको होला। अनि आज चाहिँ मेरो बुढा र मेरो देवर बाबु नेपाल जाँदै हुनुहुन्छ, पोर्चुगलबाट नेपाल जाँदै हुनुहुन्छ। अनि 81 इमर्जेन्सी जाँदै हुनुहुन्छ। अनि चाहिँ मैले चाहिँ धेरै लामो समयपछि भ्लग बनाउँदै छु आज। सुरुमा चाहिँ मैले यो चिया सिडको दिन सुरुवात गर्छु, किन भन्दाखेरि एकदमै राम्रो भन्ने सुनेको। अनि मैले चाहिँ यो लिन थालेको 2 मन्थ जति भइसक्यो। वेट लसको लागि दिएको छु। मलाई चाहिँ अहिलेसम्म केही त्यस्तो प्रभाव पनि परेको छैन। त्यही हो साथीहरू, म चाहिँ अब बाहिर निस्किएर भिडियो बनाउँछु, किनभने मलाई बाहिर निस्किएर भिडियो बनाउन एकदमै उस हुन्छ। अनि यहाँ चाहिँ उहाँहरू सुत्नु भएको छ, त्यही भएर डिस्टर्ब हुन्छ। मलाई चाहिँ बाहिर गएर भिडियो बनाउन एकदम मन लागेको छ, त्यही भएर म बाहिर मर्निङ वाकमा जाँदैछु। अनि त्यहाँ गएर फेरि भेट्छु है त। हेलो साथीहरू, अनि म चाहिँ बाहिर आइसकेँ, देख्न सक्नुहुन्छ यताको भ्यू कस्तो राम्रो छ हेर्नुहोस् न। बिहान मजाले फ्रेस हुन लागेको म चाहिँ, फिट हुनलाई। अनि त्यही हो साथीहरू, अब म चाहिँ नेपाल मोबाइल खस्यो क्या साथीहरू। यो मैले चाहिँ यो रुखमा अड्डाएर गरेको छु, अनि कोही नै हुनुहुन्न नि त देखाऊ क्यामेरा उस गर्नलाई। अनि त्यही भएर उहाँहरू चाहिँ नेपाल जाँदै हुनुहुन्छ। मलाई जस्तो नरमाइलो फिल लागिरहेछ। उहाँहरू चाहिँ अब नयाँ मेम्बर हाम्रो घरमा आउँदैछन्, उनलाई पनि वेलकम छ हाम्रो घरमा, यही भिडियो तर्फबाट भन्न चाहन्छु। अनि त्यही हो, मैले चाहिँ रुखमा राखेको भएर लड्यो कि मोबाइल। अनि यता देख्न सक्नुहुन्छ भ्यू है। अनि त्यही हो, मैले चाहिँ अघिपछि मोबाइल लिनु थिएँ है साथीहरू। आज चाहिँ मैले भिडियो बनाउनको लागि मोबाइल लिएर आएको छु। अघिपछि चाहिँ मैले मोबाइल लिएर आउँथिनँ, किनभने झ्याउ हुन्छ कि मोबाइल समातेर हिँड्नलाई, त्यही भएर मोबाइलसम्म ल्याउँथिनँ। त्यही भएर आज लिएर आएको छु, हजुरलाई पनि यसो देखाऊँ भनेर। अनि घरमा चाहिँ डिस्टर्ब हुन्छ र मोबाइल जस्तो हावा लाग्यो। अब चाहिँ घरमा डिस्टर्ब हुन्छ, उहाँहरू सुत्नु भएको छ। अब एकछिन मैले उठेर रेडी हुनुपर्छ, त्यही भएर डिस्टर्ब हुन्छ भनेर चाहिँ मैले घरमा भिडियो नबनाएको। अनि मलाई चाहिँ बाहिर पनि भिडियो, यो सिनमा भिडियो बनाउनु पनि मन थियो, त्यही भएर पनि हो। अनि त्यही हो, मलाई चाहिँ कस्तो नरमाइलो फिल भएको छ जान नपाउँदा। मेरो चाहिँ कार्डको भ्यालिड सकिएको हुनाले रिन्यू नखुलेर जान पाइनँ। ठिकै छ, अब छिट्टै भेट होस् हाम्रो नयाँ मेम्बरसँग पनि, मेरो छिट्टै भेट होस्। अनि त्यही हो, नयाँ मेम्बर को हो भन्नु होला। मेरो देवर बाबुको बिहा हुँदैछ, अनि मेरो देउरानी बहिनी आउँदैछिन्। अनि त्यही भएर मेरो देउरानीसँग नि छिट्टै भेट होस् भन्ने आशा गर्छु है। अनि त्यही हो साथीहरू, कस्तो नरमाइलो फिल लागेको छ। अब जान कति मन थियो, यो गर्छु त्यो गर्छु भन्ने कति रहर थियो। लास्टमा मै जान पाएन। अनि म 6 मन्थ अगाडि नेपाल त गएको थिएँ। अब अहिले पनि जाने मेरो सोच थियो। 81 बिए फिक्स भयो, अनि अब जान मिलेन। त्यही हो, ठिकै छ। अब म चाहिँ यहाँबाट जान्छु, अनि सिधै घर गएर, अनि म घर गएपछि भिडियो बनाउँछु फेरि है। अब चाहिँ म साथीहरू घर आएर हल्का फुल्का एक्सर्साइज गरेर यसो अलिअलि खाजा जस्तो छेउछेउ खाएर अनि बसिरहेको छु। अनि अब चाहिँ मेरो बुढा र देवर बाबु चाहिँ अहिले सुत्नु भएको छ, किन भन्दाखेरि हल्का फुल्का रेस्ट गर्नु पर्यो। फेरि बेलुका 10:30 बजेको फ्लाइट छ, अनि त्यही भएर अहिले चाहिँ रेस्ट गर्नुभएको छ। अब हामी चाहिँ उठेर, अब उठ्नुहुन्छ उहाँहरू, अनि उठेर खानसाना खाएर अनि लगेज हल्का सल्का मिलाउँछौँ। अनि त्यसपछि अनि के गर्छ म हजुरहरूलाई फेरि देखाउँछु है त। म ल साथीहरू, हामी चाहिँ अब प्याकिङतर्फ लाउन थाल्यौँ। यहाँ चाहिँ लत्थालिङ्ग भत्ताबिङ्ग पुरा सामानहरू फिजाएर बेजोग छ। यहाँ चाहिँ हामी मिलाएर यहाँ राख्दैछौँ सुटकेसमा। हाम्रो सुटकेस चाहिँ कतिवटा छन्, 2टा त्यहाँ छन्। अब यहाँ त मिलाउँदै सुरुबाटै सब राख्ने हो।
यहाँ सबै राख्ने यसलाई चाहिँ हामी पट्टाएर राख्छौँ हरिबहादुर नेपाल जान लाउँदा कस्तो फिल भइरहेछ त हजुरलाई खुसी लाग्यो है हजुर त हुनेले चाहिँ तपाईहरुको प्रतीक्षाको घडी पुरा हुँदैछ हो गा है ल ठीक छ पर्खिपछि म आउनेछु पर्खिपछि म आउँदैछु अरे ल ठिक छ अनि बुढोलाई कस्तो भयो त नि के न के हो ल ठिक छ के न के आनन्द आइरहेको छ ल हामी प्याकिङ गर्छौँ है साथीहरू त्यसपछि म फेरि भ्लग बनाउँछु है त अन्जा नेपाल जानुहुन्छ र हजुर मामाहरूसँग जाने नेपाल नेपाल कता हो थाहा छैन थाहा छ जानु इच्छा र जानु आएन है अब जानुहुन्छ अर्को वर्ष ल भान्जीहरू नि यहाँ प्याकिङमा हेल्प गर्दै हुनुहुन्छ पुरा लाएर के रहेछ के रहेछ उहाँले हेर्नु चाहिँ यसो हेल्प गर्नु क्यार्नु छैन ठुलो ठुलो हेरे भयो के फेरि रुनुहुन्छ क्या अयो ल ठिक छ यसरी प्याकिङ ल साथीहरू अब इंतजार का घड़ी खत्म हो गया भने तो जिसका मुझे इंतजार था वो घड़ी खत्म हो गया ठीक हो फिर भिडियो त आहा नि हेर्नु त बडो खुसी लाग्यो यस्तो खुसी लाग्यो है तपाईलाई देखेर भिडियो आहा मेरो अब चाहिँ अब कति बजिसक्यो 5:30 हुन लागिसक्यो अब जानी एयरपोर्टमा जानी तयारी हुँदैछ पहिला यसो खानासाना खाम भनेर हामी चाहिँ हल्का फुल्का यसो खाजा जस्तो यस्तो अब हाम्रोमा यहाँ दाल पाके ह यो गेडागुडीको दाल यो रोटीसँग खानलाई अब हाम्रो यहाँ बेल्ने तयारी हुँदैछ अनि यहाँ चाहिँ हाम्रो छोरा साग पाकेको छ साग र दालसँग रोटी खानुपर्छ हामी चाहिँ टक्क लाएर सेफ अब उता हुन् कि यता हुन् मलाई अझै थाहा छैन अब बेल्ने काम म गरिहाल्छु पकाउने काम कसको मलाई थाहा छैन यो दुईटामा कसले गर्छन् थाहा छैन है म छोडिदिन्छु कि म आएर बसौँ क्या अब उहाँजी चाहिँ नेपाल आउँदै हुनुहुन्छ अब कोही यसो भेटघाट गर्नलाई कोही हुनुहुन्छ भने रेडी भएर बस्नु उहाँको फ्यानहरू हिस्सी परेको मान्छे यता कस्तो कालो आउँदो रहेछ उहाँ चाहिँ टक्क लाएर रोटी पकाएर खुवाउन सक्नुहुन्छ अरू केही गर्नै नसक्यो भने एउटा रोटी पकाएर चाहिँ खुवाउन सक्नुहुन्छ हो केही न भनिदिनु पर्यो हजुरले यता हेरेर भनिदिनु पर्यो जनता जान्न चाहन्छ नि रोटी पकाएर भए नि खुवाउनुहुन्छ ल कोही हुनुहुन्छ भने यसो सम्पर्कमा आउनुहोस् के होइन कहिले नराम्रो हुनुहुन्थ्यो र हजुर भनेको होइन त्यस्तो होइन ल म चाहिँ बेल्छु अब टक्क म बेल्छु अनि रेडी हुन तर्फतिर लाग्नुपर्छ उहाँ गएर सामानहरू पनि मिलाउनु छ त्यही भएर म चाहिँ बेल्छु हजुर चाहिँ पकाउनु उहाँले चाहिँ पकाइ नै राख्नुहुन्छ आएपछि मैले चाहिँ बेल्ने काम हो त्यही भएर ठिकै छ अब दुईजनामा जसले पकाए नि पकाउनुहोस् म चाहिँ बेल्न सुरु गर्छु अब टक्क लाएर आज त्यही भएर स्पेसल रोटी र खानी हो कि ठिकै छ भान्दाको सामान आउन के गर्यो त्यो आउने भनेको आएर लाग्छ त्यही भएर नभए त बिहानैबाट हल्ली हुन्थ्यो होला होइन भान्दा त अब सुर्केस हेर्दै हेर्दै रमाइछन् थाकिन्छन् भन्दा ल म बेल्छु ल यहाँ भाइ राजाले खाएर रोटी बनाउँदैछ है हामी चाहिँ टक्क लाएर यो भाउजू नन्द भएर एउटाले भिडियो बनाउने नेपालमा बिहा भयो नि यहाँ म एउटा कुरा भन्छु है त ए उसलाई भन्छु के अरे मोनिकालाई भन्छु है त मैले यो सानो शब्द ल हेर तिमीलाई ल्याउनु जानु यहाँ भारी पर्दैछ अहिले मलाई ल्याउनु
कति सजिलो काठमाडौँबाट म अब तिमीलाई ल्याउन आउन यहाँबाट ल्याउन आउनु पर्दैछ ल भनेपछि कति मेहनत गरेछ मामले रोटी पकाएर अब यहाँ अब सबै थोक छ अब सबै खुवाएर पठाउनुलाई भारी नै परेन त लगाएर त महँगो पर्न ल तिमीलाई ल्याउन आउनु हेर भाग्यमानी रहेछौ हो क्या पुरा बुढापाकाले अन्त नि भन्यो क्या जहिले भिडियो हेर्छौ अब अहिले तिमी मैले युट्युबमा भिडियो हाल्छु भने त तिमीलाई थाहा होइन अब कहिले हेर्छौ अनि तैँले थाहा हुन्छ तिमीलाई ल्याउन आउँदाखेरि लगाएर अब आजको फ्लाइट छ टक्क लाएर तिमीलाई ल्याउन आउँदै हुनुहुन्छ के दाइरे भाइ दाइरे भाइ आउँदै हुनुहुन्छ हेर्नु हेर अब मलाई कहिले भेटौँ जस्तो भइन्छ अब के गर्नु अब आफूले भेट्ने अब म रोइछु मनले रोइछु मैले आँसु देखाउनु त्यस्तै छ पीडा ठिकै छ छिट्टै भेट्न पाइयोस् त्यही ठुलो कुरो त्यही हो अब यहाँ रोटी पकाएर खाँदैछौँ अहिले फेरि म अहिले आउँछु अहिले अर्को भिडियोमा हो कि ल यहाँ चाहिँ खाना सुरु भयो लाज आउँछ क्या हँसाउनु अस्ति आउनु इच्छाको 2टा भिडियो आउनु इच्छा जति लुक्छु अरे नि ए हो गाई ठिकै हो आफ्नो इच्छा ल ठिक छ टक्क लाएर हिरो भएर घर चाहिँ नदेखाऊँ क्या हामी चाहिँ रेडी भएर बसेछौँ नमस्कार फेरि कसलाई भन्नु होला बुढोज्यूले त कस्तो कालो देखिनु आएको ल 2 भाइ टक्क ला रेडी भएर बसेर चार ब्याग है मामा क्या करे भाई हम लोग रिप्लाई कर पाए अभी मैं देखता रहा हूँ कि अभी 29 महीने इन लोग आगे का सिस्टम में क्या देखा था कि 24 से 29 महीना में देना ये देखा था अभी वाला सिस्टम में नहीं देखा था ठीक है अभी देखता हूँ नेपाल जाके आने के टाइम पे भी नहीं आएगा तो दूसरा वकील लगा के वो क्लेम कर सकता है ना क्योंकि तो ऑलरेडी इन लोग जो टाइम दिया था वो भी पास हो गया ये जो मार्को है वो क्या है वो पागल है वो पागल है पागल इसका करेगा बराबर तो अरे हाँ जी भाई एयरपोर्ट आइयो हामी चाहिँ ल हामीहरू चाहिँ एयरपोर्टमा आइसक्यौँ साथीहरू टक्क लाएर हतारमा दौडिँदै हुनुहुन्छ उहाँजीहरू म चाहिँ एउटा सुटकेसलाई तार्दैछु एयरपोर्टमा आइसक्यौँ अब चाहिँ हामीहरू यहाँ आयौँ अब यहाँ चाहिँ बोर्डिङ पास लिन्छौँ अनि त्यसपछि लिन्छौँ होइन लिनुहुन्छ उहाँहरूले अनि म चाहिँ यहीँबाट फर्किन पर्ने हुन्छ होइन टाढा होइन उता इमिग्रेसन जाने ठाउँबाट नि आउनु पर्ने हुन्छ हेर्नुहोस् टक्क लाग्यो बाबु रिक्सुलाई केही भन्न छ म भिडियो पठाइदिन्छु केही भन्ने भए यहाँ दादाले त हात बाँचेर बस्नु छ हेर त म यहाँ यस्तो
साइकलबाट के गरेर भन्देऊ त के गरेर भन्देऊ त यहाँ चकचक गर्नु त्यो अलिक कम गर्छ होइन भिडियो बनाइदिएको के ए साइकल चलाउँदा होइन त्यो साइकल चलाउनु हुँदैन धेरै है त्यही त नि साइकल चलाउँदा लोटेको बाबु ल राम्रोसँग जाऊ है केयर गर आफ्नो र हामी चाहिँ लाइनमै बसेका अझै भिडियो बनाएको क्या हाम्रो आन्टी भेटिनु भएको छ यहाँ टक्क लाएर आन्टी नेपाल जाँदै हुनुहुन्छ कति वर्ष जानु लाउनु आन्टी 2 वर्षमा ए फोर जानुभएको ए हरि छिटो जानु भएन त आन्टी नि 1 वर्ष जानु लाउनु भएको छ ल अनि हजुर चाहिँ एकदम लक्की मान्छे 1.5 वर्षमा नेपाल जाँदै लाँदा कस्तो फिल भइरहेछ त नि है त्यस्तो भए ठिक छ अनि हजुरलाई कस्तो फिल भएको त नि मलाई त के हो नि ए है होइन सुत्ने अब प्लेनमा गएर पनि सुत्ने नै हो बस्दा बस्दा वाक्क दिक्क लाग्छ नि थाहा पाउनु होला हजुर कस्तो फिल भएको भनिदिनु न काममा हिँडेको नेपाल जानुभएको ल हामी चाहिँ लाइनमै छौँ अझै अहिले पालो टन्दै आउँदैछ मान्छे त कति थुप्रो छ नि ल उहाँहरूको बोर्डिङ पास नि भयो उहाँहरूको बोर्डिङ पास पनि भयो अब हामी चाहिँ अब म चाहिँ एक्लै घर जानुपर्ने हुन्छ एकछिनमा त्यो दिनु हजुर गराउनु नि हामी जानु पर्दाखेरि त्यो ब्याग ल्याउनु त काठमाडौँ कति बजी ल्यान्डिङ रे सँगैको रहेछ सँगै रहेछ ल यहाँ चाहिँ भेट्नु भयो सबैजना घर अब 4 जना त्यहाँसम्म त जान पाइन्छ कि पाइन्न हामी त यताबाट होला ल जानु है ल जानु है ल जानु म त छुट्यो गइहाल्नु नि भित्र अहिले गएर के गर्ने र है म त रुन्न किन रुने हो केही छैन होइन ठिकै छ ल त नि ल जानु भाइ ल त नि आन्टी ल ल ल भाइ ल उहाँहरू चाहिँ ल जानुभयो उहाँहरू चाहिँ कस्तो नराम्रो लाग्दैन होला जस्तो लागेको कस्तो नरमाइलो नै लाग्दो रहेछ अब म चाहिँ घर जानुपर्ने हुन्छ मैले तल गएपछि फेरि भिडियो बनाउँछु है त अघि चाहिँ हामी यहाँ गाडीबाट आउँदाखेरि यहाँ उस गरेको थियौँ म एकचोटि देखाउँछु नि त हामी चाहिँ गाडीमा यहाँ झरेर ट्याक्सीमा यहाँ झरेर अनि भित्र आएको यहाँ बाहिरको भ्यू पनि म देखाइहाल्छु हजुरहरूलाई मेरो के काम छ र अब टक्क लाएर यसरी भ्यू यहाँको चाहिँ यस्तो छ म चाहिँ यहाँबाट तल गएर मेट्रोमा जानुपर्ने हुन्छ मेट्रोमा पनि म हजुरहरूलाई देखाउँछु यहाँबाट तल गएर अनि जानुपर्छ
हामी चाहिँ यहाँबाट तल जान्छौँ। यो चाहिँ देख्न सक्नुहुन्छ चेकिङ गर्ने टर्मिनल 1 टर्मिनल 2 भनेर छ है त यहाँ। मेट्रोमा जान्छ यहाँबाट तल हो। म चाहिँ यसो बाहिर हेर्छु। बाहिर आज चिसो चिसो गरेछ है। कस्तो नराम्रो लाग्दैन होला जस्तो लागेको थियो है। कस्तो नरमाइलो फिल भयो क्या। अहिले त अब दुईजनै जानुभयो नि त। अब बाबु पनि जानुभयो, बुढा पनि जानुभयो। अनि कहिले नि बुढासँग जानलाई सँगै मेसो कहिले पनि पर्दैन कि। अब अस्ति नै म गएर आएँ नि त नेपाल। कति 6 महिना अगाडि म गएर आएँ। अहिले चाहिँ उहाँ जानुभयो, म चाहिँ जान पाइनँ। मैले चाहिँ कारको भ्याली सकिएर यस्तो भएको छ नि भित्र, यस्तो भएको छ नि यहाँ देखाउन सकेको छैन। तर लास्टै हुँदो रहेछ। अब एक्लै बस्न पर्दाखेरि, सबै बिहेमा जाँदाखेरि, रमाइलो गर्दाखेरि खै भोलि त झन् हुनेछ। अब आज त जाँदा बित्तिकै कस्तो अर्कै भयो कि। अब घर कसरी जानु एक्लै भने जस्तो फिल भयो कि। आफू जाँदा त नेपालमा रमाइलो फिल भएको थियो। बस्न चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। हेर्नुहोस् के गर्नु, अब के भनौँ है, त्यस्तै हो। मैले चाहिँ मन्थली पास हाल्छु है त। आज 1 तारिक हो अनि मन्थली पास हाल्ने दिन हो आज चाहिँ। अनि त्यही भएर मैले चाहिँ 1 मन्थको लागि मन्थली पास हाल्छु। म चाहिँ पास हालेँ साउथ सिबिस्ताउँ त यहीँ त हो। म चाहिँ यहीँ लागेँ। अब सुबिस्ता यताबाट जानुपर्छ नि। यतारै जाने कि यतारै जानु पर्यो। Thank God. Finally आइपुगे। थोरै सेकेन्ड ढिला भएको नि। ल अहिले चाहिँ म यहाँ अल्मेडामा आएँ। अल्मेडाको अब चेन्ज गर्नुपर्छ यहाँ। म चाहिँ फर्स्ट स्टेसन एयरपोर्टबाट बाइसादु जान्छु। त्यही भएर लगभग लास्ट स्टेसनसम्म जानुपर्ने हुन्छ। त्यही भएर म चाहिँ हिँडिरहेको छु। यहाँबाट चेन्ज गरेर अर्को मेट्रो चढ्नुपर्छ। यहाँ पनि 2-3 मिनट 4-5 मिनट चाहिँ हिँड्नै पर्छ। त्यस्तै छ। म चाहिँ यहाँबाट अर्को मेट्रोमा जान्छु। गाडी सुध्रे त्यता छ।
फेरि नि पनि हात सेट छुट्यो त्यति ढिला आर्नाले ठिकै छ तर ठिकै छ केही प्रब्लम छैन किन भन्दाखेरि अबको 4-5 मिनटमा त अर्को आउँछ फेरि त्यही भएर त्यस्तो टेन्सन छैन 5 मिनटमा फेरि आउँछ म चाहिँ अब लगभग घर पुग्न लागिसकेँ 22 त पुगेँ म यहाँको माहौल हेर्न सक्नुहुन्छ यहाँको त जहिलेसुकै भिडियो देख्न सक्नुहुन्छ अघि पछि मैले हालेको हुन्छ एकदम बिजी एरिया हो यो है त यहाँ चाहिँ यस्तो Fashion lady, fashion lady, give up your house, give up your house. Same old city, same old city. But keep the lights on, roll your head on the show. Keep your eyes on the road. अब म चाहिँ यहाँबाट कति मिनट 10 मिनट हिँड्यो भने घरमा पुग्छु यहाँबाट ट्राम पनि जान्छ है ओहो यहाँबाट ट्राम पनि जान्छ म चाहिँ हिँड्दै जान मन पारे आज चाहिँ मलाई हिँड्न मन छ किन भन्दाखेरि अलिकति हुन्छ नि त त्यही भएर अलिकति म हिँड्छु ओहो हावा यस्तो लागेको छ यस्तो गर्मी थियो हिजो अस्ति आज पानी पर्ला जस्तो गरेछ वेदर चाहिँ एकदम नराम्रो छ आज नराम्रो त के भन्ने राम्रै छ हिजो अस्ति गर्मी भएको थियो आज चाहिँ एकदम राम्रो छ त्यहाँबाट ट्राम पनि जान्छ लगभग ट्राम पनि त्यहीँ छ होला सायद तर म चाहिँ जाँदिनँ ट्राममा जाँदिनँ हिँड्दै जान्छु यहाँबाट 10 मिनट चाहिँ म हिँडेरै जान्छु सो त्यही हो साथीहरू म चाहिँ अहिले फेरि घर पुगेँ भने चाहिँ हजुरहरूलाई फेरि म कुरा गर्छु है त है साथीहरू म चाहिँ घरमा आइपुगेर अनि यसो फ्रेस भएर अनि अहिले चाहिँ मैले यहाँ भान्जाको आज बर्थडे अनि त्यही भएर मैले चाहिँ केक खाँदैछु यहाँ यसमा राखेर सानो बल भएनकै ठुल्ठुलो पाएर अनि मैले यसमा राखेर आनन्दले बसेर खान्छु मोबाइल हेर्दै अन्त यसमा राखेर खाँदैछु त्यही जानुभयो उहाँहरू म चाहिँ अब एक्लै बस्ने आनन्दले तर कस्तो नरमाइलो हुँदो रहेछ कि कोही जाँदैछन् भने आफू जाँदैछौँ भने चाहिँ केही जस्तो फिल हुँदो रहेछ अरू गएर आफू बस्न परे चाहिँ कस्तो नरमाइलो फिल हुँदो रहेछ कि मलाई चाहिँ एक्लै फर्किनलाई कस्तो नरमाइलो लाग्यो भित्रभित्र तर ठिकै छ 1 महिना हो त्यही भएर ठिकै छ केही छैन त्यही हो साथीहरू म चाहिँ नेपाल जान पाइनँ मेरो अब त्यस्तै भयो है अब उहाँहरू इन्जोय गर्नुहुन्छ त्यही हो उहाँहरूले चाहिँ इन्जोय गर्नुहोस् मेरो भिडियो हेर्दै हुनुहुन्छ भने इन्जोय गर्नुहोस् मजाले सबैजना मेरो फ्यामिलीहरू सबैलाई मेरो माया एकदम धेरै माया मेरो फ्यामिलीलाई त्यही हो अब फेरि अब अर्को वर्ष हुन्छ कि कुन वर्ष हुन्छ त्यसपछि फेरि भेट्नुपर्छ अहिलेलाई म भ्लग बन्द गर्छु त्यही हो साथीहरू अब केही छ भने केही भिडियोहरू त्यस्तो अब केही ल्याउनु छ केही हेर्नु छ भने चाहिँ कमेन्ट गर्नु होला म चाहिँ बनाउने कोसिस गर्नेछु अहिले चाहिँ आज लङ टाइम एकदमै धेरै समयमा मैले आज भिडियो बनाएँ त्यही हो साथीहरू हजुरहरू पनि इन्जोय गर्नुहोस् मेरो भिडियो हेरेर अनि लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला थ्याङ्क यू फर वाचिङ बाई गुड नाइट